यतिखेर चाहिँ एकदम दुःखद न्युज लिएर आइसकेको छु म। यो रसुवागढी तिब्बतबाट आएको बाढी भन्ने सुनिएको छ। यसले धेरै जनधनको क्षति पनि भइसकेको छ र यो एकदम भीषण बाढी आएको हुनाले नेपालमा एकदमै धेरै चाहिँ क्षति पुर्याइरहेको अवस्था छ। र जति पनि त्रिशुली नदीको वरिपरि बस्ने जति पनि बस्तीहरू हुनुहुन्छ, तपाईँहरूमा यो भिडियो आइपुग्यो भने समयमै सुरक्षित जग्गामा गएर बस्नु होला भन्ने जानकारी पनि गराउन चाहन्छु। र एकदमै बाढी ठुलो छ, तहस नहस भइसकेको छ, धनजनको क्षति धेरै भइसकेको छ। यो भिडियो चाहिँ सबैजनाले सेयर गरिदिनु होला र छिटोभन्दा छिटो त्यहाँका स्थानीय बासिन्दाहरू, सम्पूर्ण जनताहरूमाझ पुगोस्। सबैजना समयमै सुरक्षित जग्गामा पुगेर बस्न सकुन्। भगवानसँग प्रार्थना पनि गर्न चाहन्छु र सबैजनाले भिडियो सेयर गरिदिनु होला, सम्पूर्ण माझ पुर्याइदिनु होला र मानिसहरूको जीवनको क्षति हुनबाट कम गराइदिन सबैले सेयर गरेर सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद।